घर माइती र मावली गर्ने अनौठो परम्परा भएको नेपालको प्रसिद्ध शक्तिपीठ धादिङको त्रिपुरा सुन्दरी भगवती माईको घर मन्दिर र आसपासको यो मनोरम दृश्य, जहाँ आज पूजा आराधना भइरहेको छ। रातभरको पूजा आराधनापछि त्रिपुरा सुन्दरी माईलाई भोलि अर्थात् मङ्सिर 7 गते बिहान माइत अर्थात् सल्यान बेसीमा तामझामसँग भित्र्याएपछि यो मेला सकिन्छ। अनौठो र रमाइलो यो जात्रा भर्न र माईको दर्शन गर्न देशभरबाट हजारौं दर्शनार्थी सल्यान बेसीमा जम्मा हुन्छन्। आउनुस् तपाईँ हामी पनि त्रिपुरा सुन्दरी माईको दर्शन गरौं। प्राय देवी देवताको दर्शन गर्न मन्दिर नै पुग्नुपर्ने भए पनि यो जात्रामा भक्तजनहरूले बाटोमै बसेर त्रिपुरा सुन्दरी भगवतीको दर्शन गर्न पाउनेछन्। आउनुस् तपाईँ हामी पनि त्रिपुरा सुन्दरी भगवतीको दर्शन गरौं र पुण्य कमाऊं।